गाइज के आइरहेको यो दुसरा बाटाले गर्दा ल हेर्नु यस्तो छ। ल हेर्नु गाइज के आइरहेको यो दुसरा बाटाले गर्दा ल हेर्नु यस्तो छ। पुरै चिसो चिसो पानी छ यार। ल हेर्नु गाइज के छ यो इन्जिनको भित्र पनि यस्तो आउँदो रहेछ। के हो यो गाइज कमेन्ट गर्नु होला तपाईँहरू। पानी आइरहेको छ पुरै ब्रिजको जस्तो पानी आइरहेको छ यार। ल अब बटा साइड गरेर बटा बढ्दो चुलो ऊ बटा पे बाहिरले जाएको क्या पानी हेर्नु अब के आइरहेछ कमेन्ट गर्नु होला गाइज। यो लेदो लेदो आइरहेछ। पुरै सट्टी थियो। माथिको क्याप खोला त उताबाट ये वाला वेन टेस्ट बाइकमा हाल यस्तो छ। यो हेर्नु नयाँ बाइक हो। यो किलोमिटर हेर्नु सक्नुहुन्छ तपाईँ 0 नयाँ बाइकको हाल यस्तो छ। यहाँ हेडमा के हो यो यस्तो छ। यो ल दाजु पनि ठिक होते पानी हो गाइज। हामी पखहरू पनि खोलिसक्यो। हेडको माथि पनि पानी आइरहेको छ। यहाँ हेर्नु सक्नुहुन्छ। अब यसको लागि तपाईँहरू अवश्य यो भिडियो हेर्नु होला। फुल इन्जिन खोल्नु पर्छ कि पर्दैन यत्रो पानी हेर्नु होला तपाईँले कति उ परेछ होइन। यसको लागि फुल इन्जिन खोल्नु पर्छ कि पर्दैन यो भिडियोमा भनिराख्नु। फुल भिडियो हेर्नु होला। ठिक गाइस भित्रको खोलेर हामी क्लोज कभर खोलेछौँ है। यसको भित्रको अवस्था यस्तो छ। यस्तो छ यो हेर्नु सक्नुहुन्छ। अब मानौँ होइन अब तपाईँको यतिकै लागि है यो उताको पनि खोल्नुपर्ने हुन्छ यताको पनि खोल्नुपर्ने हुन्छ है। अनि माथिको पनि एउटा क्याप खोल्नु क्या। को पनि पुरै यस्तो छ हिलो हिलो यहाँ हेर्न सक्नुहुन्छ। लेदो लेदो छ। हामीले म्याग्नेट कभरपट्टिको पनि खोलिसकेको छ है। यहाँ यस्तो रहेछ क्या। यसलाई मजाले पेट्रोलले अथवा डिजलले मजाले सफा गर्नुपर्ने हुन्छ है। अनि यहाँ यस्तो लेदो छ। ल हेर्नु यस्तो छ। यो यिनीहरूमा पुरैमा छ। यो यस्तो छ। मजाले सफा गरेर यो यस्तो प्लास्टिक हमर राख्नुपर्ने हुन्छ है। केही ठोकठाक इन्जिनमा गर्नलाई यस्तो प्लास्टिक हमर भयो भने केही फरक पर्दैन। ड्यामेज पनि हुँदैन। प्लास्टिक हमर लगाएपछि हुन्छ। यता ठक्कै यता चाहिँ माथि ठिकै रहेछ। माथि एकदम फ्रेस छ। यो दुईपट्टि साइडमा हामीले मजाले सफा गरेपछि फेरि इन्जिन क्लिन गरेपछि यो सबै फिट गरेर इन्जिन क्लिन गरेपछि अनि ठिक्क हुन्छ। यसको लागि फेरि राख्नु तपाईँहरू यो भिडियो के गर्नुपर्छ। कार्बोरेटरमा यस्तो भएपछि के पिकअप आउला र कार्बोरेटरको स्थिति यस्तो छ। तेरिका कार्बोरेटर खोलेको स्थितिहरू यस्तो छ। अरू उता सफा गरेर राखेको छु। यो चाहिँ यस्तै छ। के हो फाइनली गाइज हामी सफा गरेर सफा गरिसकेको छ। यिनीहरू सबै सफा गरेर फिट गरिरहेको छु है।
अनि यो धेरै दिन राख्ने कारणले यो सबै अड्किरहेको थियो यिनीहरू पनि सबै मिलाइसकेको छ क्लच गियरमा हाल्दाखेरि बाइक चाहिँ भाग्ने एकचोटिमा क्लच न काम गर्ने कि सबै यो जाम भएको थियो यो पनि मिलाइसकेको छ फाइनली फाइनली कभर हालिसकेको छ यसमा नडाल्ने अब यो बेला बेलामा यो पेट्रोल टी सफा गर्नुपर्ने हुन्छ यस्तो फोहोर हुन्छ हेर्नु होला यस्तो फोहोर हुन्छ है यहाँ मोबिल फिल्टर यसको के भन्छ पेट्रोल फिल्टरहरू हुन्छ यिनीहरू यो सबै खोलेर सफा गर्नुपर्ने हुन्छ यहाँ हेर्न सक्नुहुन्छ कति फोहोर छ यिनीहरू त्यही भएर बेला बेलामा सफा गर्नुपर्ने हुन्छ यिनीहरू है अनि बेला बेलामा फोहोर यस्तो फोहोर यसमा आएको छ भने टङ्की पनि सफा गर्नुपर्ने हुन्छ टङ्कीमा बाट पनि फोहोर निस्किन्छ है एउटा कुरा याद राख्नु यस्तो फोहोर छ भने टङ्की खोलेर पनि सफा गराउनु होला यस्तो भिडियोको लागि मेरो फेसबुक पेज चाहिँ फलो गर्नु होला युट्युबबाट हेर्नुहुन्छ भने सब्सक्राइब लाइक सेयर कमेन्ट धन्यवाद हुन्छ गाइड यसबाट कति फोहोर निस्किरहेको छ यहाँ हेर्नु यो टङ्कीबाट पानी निस्किरहेको छ पानी यस्तो हुन्छ अनि यस्तो भएपछि बाइकमा पिकअप आउँछ त यस्तो लेदो लेदो आइरहेको धेरै बेला बेलामा सफा गराउनु होला सिधा गरेर हेर्न सक्नुहुन्छ कति फोहोर आएको कति फोहोर आइरहेको छ पुरै यस्तो छ यो पेट्रोल हो यस्तो छ पेट्रोलको हाल गाइज हामी सफा गरिसकेको छ पेट्रोल हाल्न गएपछि यो जस्तो कि यहाँनिरको पाल हेर्न सक्नुहुन्छ टर्च लाग्दै भाइ यहाँनिर पाल हुन्छ प्रायः जस्तो बाइकको सबैको यहाँनिर कसैको साइडमा हुन्छ होइन त्यो पाल जाम भएपछि हाम्रो मजाले देख्दैन त्यो टङ्कीमा पानी छिरिहाल्छ क्या यो पाल चाहिँ खुला हुनुपर्छ यो पाल तपाईँको खुला बन्द भएपछि के हुन्छ हाम्रो पानीहरू वासिङ गर्नु बेला पानी परेको बेला पुरै इन्जिनमा जान्छ अनि त्यही भएर यो पाल चाहिँ खुला हुनुपर्छ है हामी टङ्की सफा गरिसकेको छ भाइ पेट्रोल हाल्न लागिसकेको छ अनि फोहोर हेर्नु यो पाल जाम भएपछि यस्तो फोहोर निस्किन्छ यस्तो त्यही भएर याद गर्नु बेला बेलामा त्यस्तो प्रब्लम छ भने पाल सफा गराउनु होला तपाईँहरू अनि यस्तो गुरबुर मिसिङ गर्छ भने यही पानीहरू छिरेर खिया खाएर पनि मिसिङ गर्छ यस्तै भिडियोको लागि मेरो फेसबुक पेज चाहिँ फलो गर्नु होला युट्युबबाट हेर्नु सब्सक्राइब लाइक सेयर कमेन्ट धन्यवाद सफाइ गरेर यसमा मैले पेट्रोल अनि मोबिल मिक्स गरेर एकचोटि स्टार्ट गरेर अनि नयाँ मोबिल हाल्छु भनेर यहाँ हालिरहेको छु इन्जिन अझै क्लिन राम्रोसित होस् खोलेर त हामीले गरेको त्यो पनि राम्रो हुन्छ भनेर स्टार्ट गरेर यसको फेरि झार्न लागेको छु मोबिलहरू त्यो कस्तो आइरहेछ भनेर अनि त्यसपछि नयाँ मोबिल हाल्ने अहिले पनि यस्तो भइसक्यो सेतो आइरहेछ अहिले पनि यस्तो आइरहेछ पानी जस्तो बुले भइसकेको छ त्यो सफा गरेर पनि फेरि हाल्छु के कस्तो हुन्छ फेरि अपडेट दिन्छु राखेर फेरि एकछिन स्टार्ट गरेर फेरि कस्तो आउँछ राम्रो आएपछि बल्ल अनि नयाँ मोबाइल हाल्ने हो क्या अहिले पनि अलिअलि छ एकचोटि अझै सफा गर्नुपर्छ यस्तो भइसकेको छ इँटाको रहेछ मुटुलको मोबिल हालेको पुरानो यस्तो लेदो भइसकेको छ एकचोटि अझै सफा गर्नुपर्छ अनि हुन्छ यो हामीले मोबिल झिकेको बल्ल एकदम राम्रो मोबिल आइसक्यो हेर्न सक्नुहुन्छ एकदम राम्रो मोबिल आइसकेको छ अब चाहिँ हामीले नयाँ मोबिल यसमा हालेर फिट गर्ने अब स्टार्ट गरेर टक्क पुरै फिटिङ गरेर फिनिसिङ गरेर तपाईँलाई देखाउँछु यो अहिले अस्ति यही बाइक हो अस्ति बनाएको हामीले यत्रो पानी निस्केको थियो यही बाइकबाट हो फाइनली गाइज यो बाइक चाहिँ बनिसकेको छ है
एकदम हेर्नु होला अस्तिको लुक्समा अहिलेको लुक्समा कतिको बवाल भइसकेको छ है। यसको चाहिँ फुल इन्जिन चाहिँ बनाउनु परेन है, यसको फुल इन्जिन चाहिँ बनाउनु परेन। मैले अस्ति जे जे भिडियोमा देखाएको छु त्यति नै मात्रै काम भएको छ। बाइक चाहिँ एकदम अरू वासिङ स्वासिङ गरेर बाइक एकदम 120 टाइप हुन्छ है, यहाँ हेर्न सक्नुहुन्छ। यसको साउन्ड पनि सुन्नु होला, एकदम स्मुथ छ, केहीको साउन्ड छैन है, एकदम स्मुथ छ, यहाँ हेर्न सक्नुहुन्छ। सबै कुरो ठिक छ, यो बाइकमा केही प्रब्लम छैन, एकदम पर्फेक्ट छ। त्यस्तो भयो भने तपाईँहरू पनि यस्तो गर्नुहुन्छ, इन्जिन चाहिँ खोल्नु पर्दैन है। यस्तै भिडियोको लागि मेरो फेसबुक पेज चाहिँ फलो गर्नु होला। युट्युबबाट हेर्नुहुन्छ भने सब्सक्राइब, लाइक, सेयर, कमेन्ट। धन्यवाद।